আপনারা দেখছেন পজিটিভ বার্তা, थिंक पॉजिटिव बी पॉजिटिव। म विमल ठटाल है सिएलसी प्रेसिडेन्ट 25 अप्पर तादुङ र आज म यहाँ पोजिटिभ वार्तासँग मेरो भेटघाट भयो। उहाँहरू आउनु भएको छ है। उहाँहरूले जुन चाहिँ एउटा थिङ्क पोजिटिभ बी पोजिटिभ भन्ने जुन चाहिँ एउटा उहाँहरूको एउटा सोच छ त्यो एकदमै अत्यन्त जरुरी हुन्छ है। हामीले एउटा समाजमा बसेपछि र कुनै पनि कुरालाई हामीले नेगेटिभमा लाने हाम्रो आदत हुन्छ, एउटा व्यवहार बनिसकेको छ सधैँको लागि। तर हामीले त्यसलाई चेन्ज गरेर कुनै पनि चिजलाई देख्दाखेरि त्यसलाई पोजिटिभली हेर्ने, पोजिटिभली लिने है। मुख्यमन्त्री महोदयले जुन चाहिँ कार्य गरिरहनु भएको छ सिक्किममा, अब त्यो कार्यहरू देख्दाखेरि हाम्रो नम्बरहरू कता कताबाट उहाँहरूले पाउनु भयो र हामीलाई त्यहाँबाट पनि फोन आउनु थालेको छ है। फोन गर्नुहुन्छ, अब हामीलाई पनि मद्दत गरिदिनुहोस्, हाम्रो कुरा पनि सामान्य मुख्यमन्त्रीकोमा चढाइदिनुहोस् भनेर भन्नुहुन्छ। तर अब हामीले कतिवटा कुराले गर्दाखेरि उहाँलाई हामीले ठुलो सहयोगहरू पुर्याउन सकिँदैनौँ। सानो सानो सहयोगहरू त हामीले अवश्य नै हामीले पुर्याइरहेको छौँ। र त्यसले गर्दाखेरि आज उहाँहरूसँग भेट भयो र मैले अहिले भर्खरै मात्र एउटा नानीको तपाईँको खरसाङको एउटा नानीको अपरेसन गर्नुपर्ने छ है, बिर्ला हस्पिटल कलकत्तामा। र त्यो विषयमा उहाँहरूसँग बात गर्दाखेरि उहाँहरूले तपाईँको शान्तिनिकेतन मेडिकल कलेजमा फ्री अफ कस्टमा 1,25,000 रुपियाँ लाग्ने जुन चाहिँ छ त्यो हामी फ्री अफ कस्टमा नानीको अपरेसन गरिदिन्छौँ भनेर उहाँले मलाई यहीँनिर वचन पनि दिनुभयो है। त्यो अति खुसीको कुरा। आज हामी सधैँ आफ्नो लागि जिउँछौँ है र हामी आज अर्काको लागि जिउनु सिक्यौँ भने हाम्रो समाज अझै राम्रो दह्रो बनेर जान्छ जस्तो मलाई लाग्छ। र उहाँहरूको जुन चाहिँ एउटा सिक्किममा उहाँले जुन चाहिँ एउटा पोजिटिभ भाइब, एउटा पोजिटिभ न्युजहरूको उहाँले सोच्नु भएको रहेछ है। त्यसमा अब मलाई पनि खुसी लाग्यो। उहाँहरूको जुन चाहिँ विचारधाराहरू राम्रो लाग्यो। र अब आउँदो दिनहरूमा है उहाँको थ्रुबाट कतिजना हाम्रो अब सिक्किमदेखि बाहिरको नानीहरू, गरिब दुःखी नानीहरूलाई पनि अब हामीले उहाँहरू पनि कलकत्ताबाट बेच्नु हुँदो रहेछ। र दार्जिलिङ कालिम्पोङको कतिजना बिमारीहरू हुनुहुन्छ त्यो पनि हामीले उहाँहरूको थ्रुबाट सहयोग पुर्याउन सकिन्छ जस्तो मलाई लाग्छ। र आज उहाँहरूसँग भेट भएर म अति नै खुसी छु। थ्याङ्क यू।